डिलासैनी गाउँपालिका सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा रहेको एक महत्त्वपूर्ण गाउँपालिका हो। नेपालमा सङ्घीय संरचना लागू भएपछि विक्रम सम्वत 2073 सालमा स्थानीय तह पुनर्संरचना गर्दा यसको स्थापना गरिएको हो। यो गाउँपालिका साबिकको डिलासैनी, कोटपेटरा, रुद्रेश्वर, मठैराज र गोकुलेश्वर गाविस मिलाएर बनाइएको हो। अहिले यो गाउँपालिका 7वटा वडामा विभाजित छ। यसको कुल क्षेत्रफल 125.28 वर्ग किलोमिटर रहेको छ। डिलासैनी गाउँपालिकाको सिमानाको कुरा गर्दा पूर्वमा पुर्चौडी नगरपालिका र बझाङ जिल्लाका केही भाग, पश्चिममा पञ्चेश्वर गाउँपालिका, उत्तरमा दार्चुला जिल्लासँग सिमाना जोडिएको क्षेत्र, दार्चुलाको शैलशिखर नगरपालिका र दक्षिणमा दोगडा केदार गाउँपालिका पर्दछन्। यसको भौगोलिक अवस्थिति निकै महत्त्वपूर्ण छ। यो पहाडी क्षेत्रमा पर्ने भएकाले यहाँ धेरैजसो ठाउँ उकालो ओह्रालो, हरियाली, वनजङ्गल, खोलानाला र प्राकृतिक सौन्दर्यले निकै नै सुन्दर देखिन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार डिलासैनी गाउँपालिकाको कुल जनसङ्ख्या 22,966 रहेको छ भने यीमध्ये 11,137 पुरुष र 11,839 महिला रहेका छन्। यहाँ मुख्य रूपमा ब्राह्मण, क्षेत्री, दलित तथा अन्य समुदायको बसोबास रहेको पाइन्छ। यहाँका मानिसहरू मेहनती छन् र आपसी मेलमिलापमा बस्ने गर्दछन्। डिलासैनी गाउँपालिकाको मुख्य पेसा कृषि र पशुपालन हो। यहाँका धेरै मानिस खेतीपाती गर्छन्। मकै, गहुँ, कोदो, आलु र तरकारी लगायतका बाली उत्पादन गर्दछन्। गाई, भैँसी र बाख्रा पालन पनि यहाँका मानिसको आम्दानीको स्रोत रहेको छ। केही मानिस वैदेशिक रोजगारीको क्रममा विदेशतिर गएका छन् भने शिक्षाको क्षेत्रमा पनि डिलासैनी गाउँपालिकाले राम्रो प्रगति गरिरहेको छ। यहाँ धेरै आधारभूत तथा माध्यमिक विद्यालयहरू सञ्चालनमा छन्। केही विद्यालयहरूमा +2 सम्मको पढाइ पनि भइरहेको छ। गाउँपालिकाले विद्यालयको सुधार, शैक्षिक गुणस्तर बढाउने र विद्यार्थीहरूलाई राम्रो सुविधा दिने काम गरिरहेको छ। राजनीतिक रूपमा डिलासैनी गाउँपालिका स्थानीय सरकार मार्फत सञ्चालन भइरहेको छ। यहाँ जनताले निर्वाचन मार्फत आफ्नो प्रतिनिधि छान्छन्। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विकास निर्माणका कामलाई प्राथमिकता दिइरहेको छ। डिलासैनी गाउँपालिकामा धेरै सम्भावनाहरू रहेका छन्। यहाँ आधुनिक कृषि, जडीबुटी खेती, पशुपालन, पर्यटन विकास, जलस्रोतको उपयोग र ससाना उद्योगहरू स्थापना गर्न सकिने सम्भावना रहेको छ। यहाँको प्राकृतिक सुन्दरता र शान्त वातावरणले पर्यटन विकास गर्न मद्दत गर्न सक्छ। तर यहाँ केही चुनौतीहरू पनि छन्। दुर्गम भौगोलिक अवस्था, सडकको कमी, बेरोजगारी, स्वास्थ्य सेवाको अभाव, आधुनिक प्रविधिको कमी र युवा पलायन यहाँको मुख्य चुनौतीको रूपमा रहेका छन्। यी समस्याहरू समाधान गर्न स्थानीय सरकार र जनसहभागिता र दीर्घकालीन योजना आवश्यक छ। समग्रमा डिलासैनी गाउँपालिका प्राकृतिक स्रोत, मेहनती जनशक्ति र विकासको राम्रो सम्भावना भएको गाउँपालिका हो। सही योजना र राम्रो व्यवस्थापन गर्न सके गाउँपालिका भविष्यमा अझ धेरै विकास गर्न सक्छ।